हेलो गाइज, आज चाहिँ मम्मी र म भएर गेम खेल्न लागेको छौँ। अनि अस्ति यो गेम चाहिँ हामीले पहिला पनि खेलिसकेको थियौँ अनि अहिले पनि खेल्दैछौँ। अनि यो गेममा चाहिँ हामी एउटा कुरा सोच्छौँ, म एउटा कुरा सोध्छु, मम्मी एउटा कुरा सोच्नुहुन्छ अनि हामीले चाहिँ गेस गर्नुपर्ने हुन्छ। तपाईँले एउटा कुरा सोच्नु, अब सोच्नुभयो? म एउटा कुरा सोचेँ, मैले नि सोचेँ त्यो कुरा। ल अब चाहिँ गेम स्टार्ट हुन्छ है। हामीले दुईवटैले कुरा सोचिसक्यौँ। अब म सोध्छु पहिला सुरु। तपाईँले सोच्नुभएको कुरा हाम्रो घरमा छ? अब तपाईँको पालो, मलाई सोध्नु क्वेसन। सोचेको कुरा हाम्रो घरमा छ। तपाईँले सोच्नुभएको कुरा हाम्रो घरको किचनतिर हो? यतैतिर छ। किन भनेको जस्तो भनेर म जस्तो भन्ने नि। छैन छ भने छ, छैन भने छैन भने तपाईँले हार्नु जस्तो भन्नु अन्त। अनि मलाई सोध्नु न। तिमीले सोचेको कुरो किचनतिर छ? तिमीले रे किचनमा छैन। ल तपाईँले सोच्नुभएको कुराहरू त्यो कपडासँग रिलेटेड हो? होइन। ल अब तपाईँ सोध्नु मलाई। अघिसम्म तिमीले अहिले तैँले किचनमा छ। अघि भएर सोध्दा होइन किचनमा भनेर छैन। एउटा क्वेसन भयो नभन्नु मेरो पालो। तपाईँले सोच्नुभएको कुरा लाउने कुरा हो? होइन। ल तपाईँ सोध्नु मलाई। मैले सोचेको कुरो खानेकुरा हो? होइन। लाउने कुरा नि होइन भन्छ नि, के रहेछ त नि यो रुममा। तपाईँले सोच्नुभएको कुरा लाउने कुरा होइन? होइन। खानेकुरा नि होइन, लाउने कुरा नि होइन। किन धेरै भनिदिएको क्या, धेरै नभन न। सुत्ने बिस्तारा हो? होइन। होइन। अब तपाईँको पालो। मैले सोचेको कुरो के हो? लाउने कुरो हो? होइन कि होइन, कति होइन भनौँ एउटै कुरा। अनि तपाईँले सोच्नुभएको कुरा मान्छे हो? होइन। होइन। ल तपाईँले के भनेछ नि बुढाले त्यो भनिहाल्नु। ए मैले सोचेको कुरो लेख्ने कुरो हो? होइन। तपाईँले सोच्नुभएको कुरा हेर्ने कुरा हो? म थाहा पाएँ। अब तपाईँले भन्नु पाउँदैन क्या अहिले। तपाईँले भन्नु, अब तपाईँ सोध्नु।